हामी चाहिँ यतातिर जान्छु। यो अगाडि चाहिँ मुभी हल छ, यतापट्टि चाहिँ पाण्डा छ। अनि हामी चाहिँ यता राउन्ड हानेर 1 नम्बरतिर गएर त्यो नेपाल दाइकोमा जान्छ। अनि त्यसपछि हामी आफ्नो स्टोरमा फर्किन्छौँ। जम्मै 1 घन्टा छ हामीसँग टाइम। के छ माधवजी आउन त। यो त मेरो भ्लगको स्टारै हो नि। सिसान बानियाको सिङ्खला कतिवटा जस्तो हो कि यतापट्टि जाने अब यहाँ पनि नेपाली नै काम गर्छ। राम्रो छ यो ठाउँमा पनि। यहाँ नेपाली काम गर्छ। दामी छ यो उयो त बुझ्नु राम्रो चल्छ भन्छ यो पनि। के गर्नु सबै चिज हेर्नलाई हो र म पनि डेन्जर मोटाइरहेको छु। तिमी यहाँ आउँदाखेरि कति केजी थियो? म त 58 थिएँ नि। 58? म त यहाँ आएर 4-5 केजी मोटाइसकेँ जस्तो लागिरहेको छ। यो चप्पलहरूको पछाडि धरि मेरो स्यालेरी झुन्डाइराखेछ। जेमा नि हाम्रो स्यालेरी झुन्डाइराख्छ कि यहाँतिर। स्यालेरी धेरै भएपछि अस्ति चस्मा हेर्नु गएको अगाडि होइन, यसो हेर्छु मासल्ला मेरो 2.5 महिनाको स्यालेरी छ। सिको कहिले गयो तिमी? अनिस राई? राई कि लिम्बू? अब के भन्छ अरे मेडिकल गर्ने बेला जानुपर्छ कि त्यो बेला उठाउनु पर्छ। यस्तो मन परायो तर मसँग भ्यामा मौला भएर। हामी फेरि पनि स्टारबक्स आइपुग्यो। एउटा चाहिँ गेट नम्बर 5 मा छ, एउटा गेट नम्बर 2 मा। दामी छ। यहाँको स्टारबक्स चाहिँ झन् राम्रो रहेछ उताको भन्दा त। स्यालेरी सबै चिज राम्रो छ नि स्टारबक्सको त। 7 महिनामा मलाई अवतार सरले पहिलोचोटि देखेँ कि हो र मैले पहिलोचोटि भेटेँ आज सबै। अस्ति ईशान भेटेको छैन, क्रिस्टिनले भेटेको छैन, के भन्छ अरे अवतार सर पनि भेटेको छैन। आज भेटेको सक्के को हो भन्छ यार मलाई त। नाम पनि नगर्ने को हो भनेको। हामी त भेटेको गर्छ त्यो मान्छेले काम पनि छैन। मलाई पहिलोचोटि भेटेको अनि कहाँ सोधेँ त्यो सब मिस्टेक हुन्छ। हामीलाई त केही पनि सोध्दैन है। आयो र झन् यो बिहिबार शुक्रबार आउनुपर्छ, डेन्जर काम हान्छ अवतार सिंहले हाम्रोमा आएर। दुनोट बनाउनेदेखि लिएर के अरे कहिले दिनकै आउँछ। दिनकै अब मान्छेहरूलाई के स्पेसल हो नि, हुन त एरिया म्यानेजर हो। आएर यस्तै पिटेर जान्छ, के छ बडी सब ठिकठाक है यस्तो भनेर। कहिले पेटमा हानेर जान्छ। साँडे नै हो त्यो। हामी चाहिँ गेट नम्बर 1 आइपुग्यो। यामास यसमा जाने छिर्ने यामास। आज त्यो दाइ बाहिरै छ होला सायद। यहाँतिर जाऊ भाइ, अन्डरवेयर धरि नेपाल 10-15 हजारको सम्म। 200-300 को अन्डरवेयर छ भित्र। माथि खै थाहा भएन, एमएस त थाहा भएन। यहाँ चाहिँ भित्र छ। हाम्रो सेक्सन यता छैन, अर्कोतिर छ। पहिलोचोटि आएर लुगाहरू हेरेँ कि यही ठाउँमा हो मैले। अब लुगा त सातो जान्छ हौ यहाँ त। कोहीलाई गर्लफ्रेन्डलाई लुगा चाहियो भने राम्रो क्वालिटी पाउँदैन होला, यो पैसा मात्र हो कि। पैसा मात्र हो कि यहाँको। भित्रै यता भित्रै स्टोर भित्रै स्टोर भित्रै यो खानेकुराहरू पाउने ठाउँ। अनि सानो माटहरू जस्तो छ यो भित्र, सब छ। हामीलाई त सुहाउँदैन होला यसरी हेर्न त। तिमीलाई चाहिँ सुहा जस्तो लाग्यो? तिमीलाई हेर, मेरो आधी महिनाको स्यालेरी 250।
एउटा कट्टुको रहर चाहिँ लाएको थियो यस्तो यस्तो कट्टुहरू लिनलाई के भने ड्याङ्ग आधी महिना स्यालेरी जान्छ एउटा कट्टुमा। यहाँ र मन पऱ्यो भने कट्टु र यस्तो टी सर्टहरू चाहिँ मन परेको थियो। अब यो लियो भने म नेपाल जाँदैन, यहीँ बस्छु। नेपाल जाने सपना तुइन्छ फेरि। यहीँ रोडमा बसेर अल्लाहको नाममा कुछ दिँदो यहाँको लुगा किन्न थाल्यो भने चाहिँ त्यस्तै हुन्छ। नेपाल गएर पैसा कमाएर घुम्ने ट्रेक गर्ने भन्ने सपना यहीँ तुइन्छ। फेमस यस्तो शान्त के माका पसलहरू। कुल त बुद्ध रहेछ त यारमा। अघि आएको उबरमा मतिले रहनमा थियो छिर्ने बित्तिकै हिन्दी बोल्यो अनि एकछिन बसेर फेरि नेपाली पनि बोल्छ हो रहनमा थियो। नेपाली पनि बोल्छ पुरा स्पष्ट के हाम्रो जस्तै। अनि के अनि मलाई कति भएको भने 6 महिनामा भनेको होइन। त्यसपछि त्यसले टक्क उबरमा मेरो नानीले समित भनेको नि पैसा म धनबहादुर गुरुङ है हेर्दाखेरि अरू एकछिन म धनबहादुर गुरुङ भनेर भनेको कि किन हुन सक्दैन म भनेको हुन्छ हुन पायो भनेर भनेको होइन म अरबी के हो। अस्ति हामीले भेटेको थियो एउटा होइन उयोमा अरबिकमा, तर त्यो मान्छेले 9-10वटा कन्ट्रीको भाषा बोल्छ अरे क्या। नेपाली नि कस्तो मजाले बोल्दिने, हिन्दी बोल्दिने, बङ्गाली बोल्दिने है, कस्तो खतरा बोल्दिने त्यो मान्छे। सेतो लुगा लाएर चुरो खाँदै चिया खाइरहेको थियो क्या। अनि हामी बस चढ्ने ठाउँमा अनि हामी त्यहाँ अगाडि बसिरहेको, त्यसले त पुरै नेपाली बोल्छ। अनि तर उसले 9-10वटा भाषा बोल्छ। उसले खै 9-10वटा के भन्थ्यो त्यसले एजेन्स कि समथिङ के कस्तो छ त्यो चाहिँ एजेन्सीतिर काम गर्ने हेर कसैलाई चाहिन्छ नाइट ड्रेसहरू। सर टिक्क नाइट ड्रेस छ नि त्यो सर्ट र कट्टु। जे कुरा पनि यस्तो पछाडि फर्काइदिनु मन लाग्छ कि भन्नु तिमीलाई नि यो नेपाली दाई भन्ने चाहिँ पोखराको दाई के छ भनिदिनु त, हात हल्लाइदिनु न। आज तपाईँको स्टोरी आइरहेको छ। से हाई नमस्ते। उता चाहिँ नजाऊ यता। वाइवाई छ पाउँछ त्यो बगालातिर। वाइवाई भन्दा पनि करेन्ट चाहियो कि करेन्ट सर करेन्ट पाउने 2 PM पाउने भयो भने त ओ यहाँ पाउँछ बुल्डोगहरू त। ऊ त्यो नेपाली रेस्टुरेन्टतिर चाहिँ पाउँछ होला सायद करेन्ट सरेन्ट खोज्यो भने चाहिँ। ब्लगर दाइको क्यामेरा लिएर भ्लग गर्न बसेको ब्लगर दाइ नै गायब अब। ब्लगर दाइलाई खोज्नुपर्ने अवस्था नि यस्तो छ गाइज। अब कुशल दाइ नै गायब, कहाँ गयो अत्तो पत्तै छैन। किडन्याप हान्दै गयो। सम्म 2 नम्बरै छ। 2 नम्बरसम्म जाँदा त यहाँदेखि अब म गएर आउँछु भनेर भ्लगर दाइको क्यामेरा लिएर भ्लगर दाइलाई नै अब खोज्न जानुपर्ने अवस्था, यस्तो अवस्था आइसक्यो।
अब कहाँ गयो त मान्छे गायब आँखा चाहिँ निकमाल गायब बल्ल भेट्यो हाम्रो भ्लगर दाइ बल्ल भेट्यो अगाडि छ यसको त सेल्फीवाला पो दामी आउँदो रहेछ त नि भ्लगर दाइ अगाडि छ उहाँ हुनुहुन्छ कहाँ हो त नि भने मान्छे वासरुम गएको मान्छे वासरुमै गएको त हामी वासरुम त टाइम लागिहाल्छ त त्यसको त योवाला सही आउँदो अगाडिबाट नि दामी आउँदो रहेछ त उतै एउटै क्यामेरा हुन्छ अगाडि पछाडि जुन्ने भयो भने अब हाम्रो ड्युटी पनि सुरु हुन लागिसक्यो 4 बजी लाग्यो अब बिस्तार बिस्तार के होला कस्तो भयो भिडियोहरू चाहिँ थाहा छैन अनि अपलोड चाहिँ फोनमा हालेर गर्ने